विनाश गर्ने तर्फ हामीले सोच्नु पर्यो। जो आज्ञा महाराज। हाम्रा वीर सैनिकहरू रङ्गशालामा सबै मारिसक्यो प्रभु। अब ठिक कुरा सुझाउ, ठिक कुरा सुझायौ। यस कार्यको लागि कृष्ण र बलरामलाई यहाँ ल्याउनु पर्यो। यस कार्यको लागि अक्रूर मुनि मथुरा राज्यको भलो चाहने मुनीश्वर हुनुहुन्छ र उहाँलाई यहाँ बोलाउनु पर्यो। मन्त्री अक्रूर मुनिवर आइपुग्नु भयो। मन्त्री महाराजको जय हो। प्रणाम महाराज। प्रणाम मुनिवर। के को लागि बोलाउनु भएको थियो महाराज मलाई? मुनिवर तपाईलाई थाहै छ मथुरा राज्यमाथि सङ्कट आइलागेको छ। हो महाराज। मेरो काल बनेर आएका कृष्ण र बलराम गोकुलमा पुगिसके। हजुर। अब तिनीहरूलाई म धनुष्य यज्ञमा निमन्त्रणा गर्न चाहन्छु। आज्ञा होस् हजुरको इच्छा। यस कार्यको लागि तपाईलाई मैले यहाँ बोलाएको हुँ मुनिवर। महाराज हजुरको आज्ञा मुताबिक म गोकुल पुगेर सम्पूर्ण गोकुलवासीहरूलाई र मेरा हजुरका प्यारा भान्जा कृष्ण बलरामलाई पनि सँगै लिएर आउँछु महाराज। जसरी पनि लिएर आउनु होला। जो आज्ञा महाराज। प्रणाम। जसरी पनि लिएर आउनु होला मुनिवर। साथैमा हुन्छ महाराज। नन्द बाबा यशोदा हजुर गोकुलवासीहरूलाई निमन्त्रणा गर्नु होला। हुन्छ हुन्छ प्रभु। म लागे प्रभु अहिले। ल हस् कंस महाराजको जय मुनिवर होस्। जसरी पनि लिएर आउनु होला। मन्त्री कृष्ण र बलराम आउँदै द्वारमा मार्नुपर्छ। मध्य हात्ती द्वारमा तैनात गर्नु, चाणुक र मुस्तिकलाई तैनाती अवस्थामा राख्नु र तिनीहरू जब रङ्गशाला आइपुग्छन् त्यही बेला निचोरेर मार्नुपर्छ। मन्त्री यस कार्यको लागि चाणुक र मुस्तिकलाई दमतारी अवस्थामा राख्नु। जो आज्ञा महाराज। म हजुरको आज्ञा मुताबिक तयारीमा राख्छु। हेलो। कहाँ है?
काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छोडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छोडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छोडी आयौँ हामी ताना बुनेर काले तिम्रो बाँसुरीको धुन सुनेर घर छाडी आयौँ हामी ताना बुनेर साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो गाउँ साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो गाउँ साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो नाउँ साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो नाउँ साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो नाउँ साह्रै राम्री उजेली क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो नाउँ साह्रै राम्री रहेछौ सानी क्या हो तिम्रो नाउँ चन्द्र जस्तै उजेली छौका हो तिम्रो नाउँ ए गोपिनी हो यस्तो सुनसान जङ्गलमा यस्तो मध्यरातमा तिमीहरू किन आएको मेरो मुरलीको धुन त तिम्रो सधैँ सुनिरहेको थियो नि हेर तिम्रो बुढाहरू बच्चाहरू भोकै होलान् किन आएको तिमी हेर त यस्तो सुनसान जङ्गल छ यस्तो मध्यरातमा अरू कसैले देख्यो भने के भन्ला तिमीहरूलाई हेर त मलाई भन्दैन त्यो कृष्णले सबै गोपीहरू जङ्गलमा लगेछ अरे मध्यरातमा भन्दैन त्यसैले जाऊ तिमीहरू जाऊ जाऊ आफ्नो घरमा जाऊ वृषभानु मेरा पिता बरसाना हो गाउँ छैन राम्री तिमी भन्दा राधा मेरो नाउँ वृषभानु मेरा पिता बरसाना हो गाउँ छैन राम्री तिमी भन्दा राधा मेरो नाउँ वृषभानु मेरा पिता बरसाना हो गाउँ छैन राम्री तिमी भन्दा राधा मेरो नाउँ वृषभानु मेरा पिता बरसाना हो गाउँ छैन राम्री तिमी भन्दा राधा मेरो नाउँ वृषभानु मेरा पिता बरसाना हो गाउँ छैन राम्री तिमी
नन्द बाबा यशोदाको कृष्ण काले नाउँ नन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो नन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो नन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो नन्द बाबा यशोदाको काले मेरो नाउँ मथुरामा जन्मे पनि कृष्ण मेरो आनन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो गाउँ नन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो गाउँ नन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो गाउँ नन्द बाबा यशोदाको कृष्ण काले नाउँ मथुरामा जन्मे पनि गोकुल मेरो गाउँ कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्द कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्द कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्द कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्दना कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्दना कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्दना कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्दना कति सुन्दर मुहार तिम्रो घुम्रिएको बाल मोहन लाउने रूप बोली प्रिय नन्दना हरि ओ के आइपर हेर राधा म त तिमीलाई बोक्न सक्दिनँ लाउनु त अब आऊ हेलो छोडेर गयो मलाई त भाइ कृष्ण खोइ कृष्ण त कृष्ण कता जानुभएछ कृष्ण त गयो कि छैन कृष्ण खोइ कता गयो कता गयो कृष्णलापी गोपिनी त्यही रोइरहे कृष्णलापी गोपिनी त्यही रोइरहे कृष्णलापी गोपिनी त्यही रोइरहे कृष्णलापी गोपिनी त्यही रोइरहे हे भगवान कृष्णलापी गोपिनी त्यही रोइरहे कृष्णलापी गोपिनी त्यही रोइरहे कृष्णलापी गोपिनी त्यही रोइरहे कृष्णलापी गोपिनी त्यही रोइरहे हरे ओहो गोपिनी हो कहाँ छोडेर गएको कृष्ण हामीलाई ए गोपिनी हो तिमीहरूको मन कस्तो छ भने जाँचेको मैले हेर त तिमीहरूको मनमा कृष्णको माया छ कि छैन कतिको माया गर्छु भनेर मैले तिमीहरूको माया जाँचेको हो त्यसैले नरो गोपिनी हो नरो यसरी छोडेर जाने हामीलाई ए नरौ न किन रोको तिमीहरू ए गोपिनी हो तिमीहरूको माया धेरै छ म तिमीहरूको मायादेखि साह्रै साह्रै खुसी भएँ गोपिनी हो तिमीहरूको इच्छा के छ ल भन तिमीहरूको इच्छा के छ म तिमीहरूको इच्छा पुरा गर्न चाहन्छु कृष्ण हामीलाई रासलीला खेल्न चाहन्छौँ हामीहरू ए रासलीला नाच्न ल हेर गोपिनी हो तिमीहरूको बालबच्चा घरमा रोइराखेको होला श्रीमान घरमा कराइराख्नु भएको होला तिमीहरू यो
यो सुनसान रातमा मसँग रासलीला रचाएर फेरि घरमा श्रीमानले लखाइदिनु भयो भने के गर्छौ तिमीहरूलाई? त्यस्तो होइन, जसरी पनि खेल्नै पर्छ। वाह, तिमीहरूको इच्छा त्यस्तै छ भने उठन्, सबै उठौँ ल, म तिमीहरूलाई रासलीला रचाउँछु। रासलीला रचाए गोलेनी र कृष्णले, 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 रासलीला रचाए गोलेनी र कृष्णले। हे भगवान रासलीला रचाए गोलेनी र कृष्णले, रासलीला रचाए गोलेनी र कृष्णले, रासलीला रचाए गोलेनी र कृष्णले, रासलीला रचाए गोलेनी र कृष्णले। हे भगवान हरि राम कृष्ण जी को मुरली त डरी गयो आधा, कृष्ण जी को मुरली त डरी गए आधा, 16,000 गोलेनीमा मन परे कि राधा, नजाऊ कृष्ण छोडेर, नजाऊ कृष्ण छोडी हाम्रो माया मारेर, 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 नजाऊ कृष्ण छोडी हाम्रो माया मारेर। हे भगवान नजाऊ कृष्ण छोडी हाम्रो माया मारेर, 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 नजाऊ कृष्ण छोडी हाम्रो माया मारेर। हरे हरे। हे गोपिन्यो, तिमीहरूको इच्छा पुरा भयो होइन? ए अब जाऊ गोपिन्यो, यसो सुनसान जङ्गलमा कसैले देख्यो भने के भन्ला? हुन्छ कृष्ण, अब हामी घरतिर लाग्छौँ है। ल ल जाऊ 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 गोपिन्यो, जाऊ हुन्छ। जाऊ 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 आफ्नो घर जाऊ। जाऊ राधा जाऊ। यो मेरो कन्हैयाले, यो कानाले यति धेरै केटीहरू बटुलेर हिँडेछ, गोपिनीहरू बटुलेर हिँडेछ, के गरेछ? ए भाइ काना, दाजु प्रणाम। प्रणाम बाबु। के हो यस्तो सुनसान जङ्गलमा एक्लै गोपिनीहरू साथमा लिएर के गर्दैछौ? दाजु, म यो सुनसान जङ्गलमा एक्लै बाँसुरी बजाइरहेको थिएँ। ओहो, यी गोपिनीहरू हेर्नुहोस् न, घरमा सबै बच्चा बुढा सबैलाई छोडेर यो सुनसान जङ्गलमा आए। ए गोपिनीहरू, तिमीहरू किन आयौ भनेर भन्छु, होइन कृष्ण तिम्रो बाँसुरीको धुनले हामी लट्ठ भयौँ भन्छन्। जाऊ न घरमा जाऊ भन्दाखेरि मान्दै मानेनन्। तिमीहरूको इच्छा के छ? मैले सोद्धाखेरि उनीहरू के भन्छन्, कृष्ण हामी तिमीसँग रासलीला रच्न चाहन्छौँ। अब गोपिनीहरूको यस्तो इच्छा छ भने अब मैले उनीहरूको इच्छालाई तिरस्कार गर्ने कुरा भएन। त्यसैले दाजु गोपिनीहरूसँग रासलीला रचाउँदै थिएँ, हजुर ठ्याक्कै आइपुग्नु भयो। दाजु ठिकै छ नि। हजुर कता पुगेर आउनुभयो? म यसै घुम्दै थिएँ यता यमुनाको नदीतिर, अनि भाइ कानाको बाँसुरीको धुन सुनेर नि म पनि पछि लाएर आएको नि। दाजुको जय होस्। ओहो भाइ काना, अनि अब के गर्ने विचार छ त काना? दाजु अब के गर्ने? अब वृन्दावनमा गाई बच्चा चराउने, गोकुलमा पौडी खेल्ने,
गोपनीयको दही चोरे खाने हाम्रो के नै काम भयो र दाजु कृष्णजीको मुरली त बलरामको हालो कृष्णको नाम जपे पनि सबलाई हुन्छ भलो लाग्छ कि माया लाग्दैन कृष्ण बलरामको 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 लाग्छ कि माया लाग्दैन हे भगवान कृष्ण बलरामको लाग्छ कि माया लाग्दैन 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 हरे उँधो बग्ने खोला कृष्णजीलाई हृदयमा राखिरहनु होला लाग्छ कि माया लाग्दैन कृष्ण बलरामको 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 लाग्छ कि माया लाग्दैन हे भगवान कृष्ण बलरामको लाग्छ कि माया लाग्दैन 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 हरे प्रणाम काकाश्री बाबुहरू नन्द बाबाजीसँग मैले भेट गर्न पर्ने थियो हजुर नआएको पनि धेरै नै समय भएछ हजुर, हजुर। उहाँको घर कतातिर होला म नन्द बाबाको छोरा कृष्ण दाजु बलराम प्रणाम काकाश्री हजुर प्रणाम प्रणाम जाउँ हामी बाबा बठा जाउँ मन्त्री आज्ञा होस् महाराज मन्त्री अक्रुर मुनिवर आजसम्म पनि आइपुग्नु भएन म पुनः खबर गर्ने गर्छु महाराज अक्रुर मुनि आउन भन्दा अगाडि हामीले यहाँ चाणुक र मुष्टिक मद्दा हात्ती सबै तैनात अवस्थामा राख्नुपर्छ हस् महाराज महाराजको आज्ञा अनुसार म द्वारमा मत्ता हात्ती तैनात गरेर राख्नेछु महाराज तिनीहरू द्वारमा आइपुग्ने बित्तिकै मद्दा हात्तीले खिच्चेर मार्नुपर्छ हो महाराज मल्ल युद्धको न्यु पारेर कृष्ण र बलरामलाई त्यहीँ मार्नु पर्यो जो हुकुम महाराज चाडुर मुष्टिका आउँदैछन् महाराज उनीहरूलाई तयारी अवस्थामा राख्नुपर्छ महाराज वीर सेनापति चाणुक मुष्टिक हामीलाई मथुरा राज्यमाथि ठुलो सङ्कट आइलागेको छ मैले अक्रुर मुनिलाई कृष्ण र बलरामलाई फकाएर ल्याउनु भनेर भनेको छु तिनीहरू आउने बित्तिकै मद्दा हात्ती तयारी अवस्थामा राख्नु र किल्चाएर मार्नु यदि त्यो भएन भने तिमीहरू मल्ल युद्धको लागि पक्ष छौ मल्ल युद्ध भनेपछि ती दुईटा हुतुक्कै हुन्छन् कृष्ण र बलराम तिमीहरू त्यही न्युमा कृष्ण र बलरामलाई त्यही मार्नु हस् महाराज हस् जाऊ महाराज तैनात अवस्थामा बस्नु हुन्छ महाराज हुन्छ धोबी मेरो नाम लुगा धुने काम काकाश्री
हामी अब मामाको यो मथुरा राज्य अखिल घुम्दै घुम्दै आउँछौँ आइपुग्नु हजुर भएको जानुहोस् छैन। र मामालाई भान्जाहरू आउँदैछ भनिदिनु होला दाजु लागौँ हेर्नुहोस् त आहा मथुरावासीहरू हेर्नु त ए धोबी मेरो नाम लु ए ए को दाइ यो हजुर। के हो यो डोलाको यो लुगा हो यो लुगा हो अक्रुर मुनिबार प्रणाम प्रणाम त्यो काले कृष्णलाई ल्याउनु भयो खै खै तिनीहरू खै आउँदैछन् महाराज आउँदैछन् आमाको बगैँचा भ्रमण गरेर घुमेर आउँछन् भने उहाँहरू आउँदै हुनुहुन्छ। आयो त्यो काले आउँदैछ महाराज मेरो काल ए खोइ हामीलाई नि दिनुहोस् न हाम्रो कहाँ दिने उति जाऊ कपडा उति जाऊ लगाएको छ। ए केटाहरू त केस्तो केटाहरू छ उति जाऊ ए उति जाऊ मथुरा राज्यको लागि राम्रो काम गर्नुभयो यो केटाहरू त कस्तो रहेछ दाजु यो खोज्छ, यो खोज्छ, यसले दाइ हान्नु ला हेर्नु त वंशको चाहिँ धोबी हुँ भन्छ ल कपडा लाउँछ हाम्रो कपाल गोबर गोबर लाग्छ ल्याउनुहोस् दाइ कपडा लगाउँ भन्दा मान्दैन हो त कहाँ जान लागेको बाबुहरू हामी कंस मामाको भान्जाहरू म कृष्ण दाजु बलराम ए हे तिम्रो लुगा त ठुलो ठुला त कति नराम्रो होला खै मैले सिलाइदिन्छु यो च्यात्या सिलाइदिनु त ल मामाको हुन्छ मुटु रहेछ। हुन्छ बाबु हुन्छ ल आहा कति राम्रा बाबुहरू रहेछन् ल ल भयो बाको जयो सधैँ यस्तै कपडा सिलाउनु पाइयोस् है दाजु हेर्नुहोस् त ठुला ठुला कपडा त्यो सबै राम्रो भए ए सुन्दरी यो थाली लिएर कता हो म यस्तीलाई पनि सुन्दरी भन्ने तपाईँको आँखा कस्तो हो हजुर सुन्दरी त हुनुहुन्छ नि यति सुन्दरी अनि यो थाली लिएर अनि कहाँ गएर आउनुभएको बाबुहरू म चाहिँ कंसलाई यो तिलक लाउन हिँडेको ए हाम्रो कंस मामालाई हजुरले तिलक लगाउने लौ न हो त। हामीलाई पनि तिलक लगाइदिनुहोस् न हुन्छ बाबु हुन्छ ल आतुर छु बाबु तिनीहरूको कति हत्या राम्रो गर्नुको रहेछ लागि। यो सुन्दरीले हामीलाई तिलक लगाइदिनु भयो अब उहाँलाई केही त गरिदिनु पर्यो नि हेर्नु त कति राम्रो सुन्दरी रूप छ आहा आ, ल कति राम्री म बाबु हजुर को हुनुहुन्छ बाबु म कृष्ण दाजु बलराम हामी गोकुलबाट आएको मामाको यज्ञलाई हेर्न आएका धनुष यज्ञ लगाउनु भएको छ मामाले भन्ने खबर पायौँ अनि हामी मथुरा आयौँ बाबु हजुरको हातबाट टीकाकरण गर्न पाइयो साह्रै खुसी छौँ बाबु हजुर कृष्ण फर्किँदाखेरि मेरो घरमा हजुरको पाइला राखिदिनुहोस् है हुन्छौँ हामी हतारमा छौँ के अरे फर्किँदाखेरि मेसो मिल्यो भने आउँला नि हुन्छ बाबु हुन्छ हस् आहा, ओहो बाबुहरू ल माला लगाउनुहोस् माला ओहो कति राम्रो राम्रो बाबुहरू हुन्। आहा कति राम्रो देखेको हजुरको जय होस् हामीलाई माला लगाइदिनु भयो हजुरले हजुरको जय होस् ल हुन्छ बाबु हजुरले सधैँ यसरी माला लगाइदिनु पर्यो हजुर सबैलाई हस् हुन्छ बाबु हँ यसलाई हेर्नुहोस् न, मामाको यज्ञमा आएको हो त। हेर्नुहोस् न, विनाश गर्छु माधव विनाश मामालाई यहीँबाट प्रणाम गरौँ मामाश्री प्रणाम मामाश्री प्रणाम हामी आयौँ भान्जा तिमी आयौ आयौँ मामाश्री हजुरले निम्त पठाउने हामी नआउने कुरै भएन नि मामा बलराम खै बलराम किन मामा यो किन राख्नु भएको यो तिमीसित खेल्न राखेको भान्जा खेल हामी मल्ल त- युद्ध खेल मामाश्री हामी त यमुनाको तिरमा ग्वाला बालाको साथमा दिनदिनै खेल्थ्यौँ के अरे हजुरले खेल्न राख्नु भएको छ अब फेरि खेल्न पाइने भयो खेल ए चाणक मुष्टि ती दुईटा दा- बालकलाई दाजु दाजु हेर्नुहोस् त यिनीहरू टुक्रा टुक्रा पारिदेऊ यही रणभूमिमा इच्छा छ नि यस्तै छ हा हा हि हा हिया वा हि हि ए ए ए
जाउँ मामा बटमा जाउँ यस्तो मामा पनि- प्रणाम आओ भन्छ आओ आओ आयो आए मामा आए हजुरले आयो नआउने कुरै भएन मामाश्री आओ म भान्जालाई कमाल गर्न चाहन्छु मामा के हो मामा यस्तो किन भान्जालाई केही मामा? होइन भान्जा किन अठाउनु भएको मामा ओ, म मेरो काल म तिम्रो बन्द गर्न चाहन्छु कृष्ण मामा मैले धेरै लामो समयदेखि मामा खोजिरहेको थिएँ। हजुरलाई मैले भनिसकेको छु मामा यो अन्याय अत्याचार छोड्नुहोस् गोकुलवासीसँग उठाइरहेको गर मुक्त पार्नुहोस् हजुरलाई जीवनदान प्रदान गरेछु मामा होइन भने जुन स्तरीय प्रपञ्च रच्नु भएको छ नि हजुरले यस प्रपञ्चमा हजुरको मृत्यु पनि हुन सक्नेछ मामा हजुरको मृत्यु पनि हुन सक्नेछ म यस्ता कुरा सुन्न चाहन्न म वीर हुँ वीर कंस वीर कि त लडेर मर्छ कि त रजाइ गर्छ हो मामा हजुर सत्मार्गमा लाग्नुभयो भने हजुरको जित हुनेछ कुमार्गमा लाग्नुभयो भने हजुरको सधैँ हार हुनेछ मामा त्यसै कारणले सत्मार्गमा लाग्नुहोस् मामा अन्याय अत्याचार छोड्नुहोस् मलाई ज्ञानको कुराको आवश्यकता छैन कृष्ण म तिम्रो वध गर्न चाहन्छु अब के गर्ने दाजु मामाले मलाई वध गर्छु भन्दै हुनुहुन्छ के गर्ने मामाको इच्छा यस्तै छ भने अब औ होइन म मलाई आशीर्वाद दिनुहोस् दाजु यो दरबार पनि मलाई चाहिँदैन आशीर्वाद रहोस् भाइ काना तिम्रो लागि मलाई यो दरबार पनि चाहिँदैन मामा आउनुहोस् हजुरको इच्छा यस्तै छ भने अब म के गरौँ त म तिमीसँग मल्लयुद्ध गर्न चाहन्छु मल्लयुद्ध कृष्ण! मल्लयुद्ध त हामीले गोकुलमा कति खेल्यौँ ग्वालाबालाको साथमा त्यो यमुनाको तीरमा यस्ता मल्लयुद्ध त कति खेल्यो मामा कृष्ण काले कुरा नगर आऊ मल्लयुद्धको तयारी गर मामा आऊ जो आज्ञा मामाश्री मेरो तरवार यसलाई त माइजू के गर्ने मामालाई भनेको मान्नु भएन दाजु माइजूलाई सम्झाउनु खोज्यो उल्टै मेरा राजा उठ्नु न के गर्ने
अन्याय अत्याचार नगर्नुहोस् मामा, नगर्नुहोस् भन्न मेरो राजा के गर्नु? हे मथुरावासी हो, मामालाई लगेर फुर्से खोलातिर दाह संस्कार गर्नु होला। मामा कंसलाई पनि मृत्यु वरण गराइयो। अब जेलमा रहनुभएका पिता वसुदेव र माता देवकीलाई जेल मुक्त गर्नु पर्यो। लागौँ। हुन्छ बाबु, हुन्छ। हामी जाउँ, माता पितालाई जेल मुक्त गराउनु पर्यो बाबु। जाउँ, हामी जाउँ। माता पिता पिता प्रणाम। प्रणाम माता पिता। बाबुहरू हजुर साह्रै कष्ट भन्नुभयो। हाम्रो कारणले हजुरलाई मामा कंसले यस्तो जेलमा राख्नुभयो। दाजु माता पितालाई जेल मुक्त गर्नु पर्यो। हुन्छ बाबु, हुन्छ। निकालौँ। पिताजी आउनुहोस्, आउनुहोस् माता आउनुहोस्, माता। पिता माता नरुनुहोस् पिताश्री, नरुनुहोस्। माता नरुनुहोस्। के गर्ने? भाबीको कर्म यस्तै छ। तिम्रो कंस मामाले हामीलाई साह्रै दुःख दियो बाबु, साह्रै दुःख दियो। पिताजी नरुनुहोस्, पिताजी नरुनुहोस्। पिताश्री बाबु, हजुर पिताश्री बलराम, तिम्रो हजुरबालाई पनि तिम्रो मामा कंसले बन्दी गृहमा राखेको छ बाबु, बन्दी गृहमा राखेको छ। हाम्रो हजुरबालाई पनि मुक्ति गर्नु पर्यो बाबु। जाउँ त पिताश्री, जाउँ। ओ बलराम, कृष्ण जेलमा राखेको तिम्रो मामा कंसले। पितामह ये हजुरका नातिहरू हुन् पिताश्री, हजुरका नातिहरू कृष्ण र बलराम। ओहो मेरो नाति, मेरो नातिहरू, ओहो मेरो नातिहरू। बाबु हजुर बाबु नाति कसैका दृष्टिमा दुष्ट भएर बाँच्नुभन्दा बाबु मर्नु नै श्रेय छ। बाबु म मर्छु। त्यसो नभन्नु पितामह, हजुर दुष्ट हुनुहुन्न। मामा अत्याचार गर्ने मामा दुष्ट हो नि। बाबु बाबु बाबुलाई सबैले यी प्यारा जनताहरूले मान्छन्। बाबुले राजगद्दी सम्हालिदिनुहोस्, म बाहिर बसेर सेवा गर्छु। बाबु हजुरबा, यो हजुरको राज्य हो, मैले सम्हाल्न मिल्दैन हजुरबा। मैले त बाहिरबाट सेवा गर्छु नि हजुरबा। यो राज्य हजुरकै हो, हजुरले नै गर्नु चलाउनु पर्छ पिता। हजुरबा ठो हजुरबा। हजुरको जेठो नाति बलराम पनि रहेछन् बा।
हामीलाई थाहा नै थिएन। यो हजुरको राज्य हो, अब हजुरले चलाउनु पर्छ। हामी हजुरलाई सेवा गर्छौँ, सहयोग गर्छौँ। जोरदार तालीले अभिवादन समर्पण हाम्रा गरौँ। कृष्ण र बलराम यात्रा भइसकेछन्। पल्ल हामीले देख्यौँ। पिताश्री हजुरको राज्य नाति कृष्ण बलरामले हजुरलाई फिर्ता गरेका छन्। हजुरको यो राज्य निष्कन्ट्रोल रहोस् पिताश्री। हेलो हेलो उग्रसेन महाराज को, उग्रसेन महाराज को, उग्रसेन महाराज को जय हो। राधा को साथमा कृष्ण जी को बंसिया, 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 राधा को साथमा कृष्ण जी को बंसिया। भगवान राधा को साथमा कृष्ण जी को बंसिया, 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 बंसिया हरे। रास ठड्याए मुगार मोती को, रास ठडाए राम, लाछार डोरीको हार ठड्याए लैजाऊ तिम्रो बाँसुरी, लैजाऊ हाम्रो सारी 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 लैजाऊ तिम्रो बाँसुरी, बाँसुरी लैजाऊ हाम्रो सारी लैजाऊ तिम्रो बाँसुरी, 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 बाँसुरी हरे। मुरली बाँस काटी काटी भक्क्यौँला कोठेडी, भक्क्यौँला कोठेडी राम, बजाऊ कृष्ण बाँसुरी कोन फेरि फेरि कति बसौँ जलैमा, ल्याऊ कृष्ण सारी 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 कति बसौँ जलैमा। हे भगवान ल्याऊ कृष्ण सारी कति बसौँ जलैमा, 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 जलैमा हरे। 1400 गोलेनीलाई त्यही जम्मा गराए, त्यही जम्मा गराए राम, सारी लुकाई कृष्णजीले लीला हेर्न लाए, गोलेनीको यो चाल
क्या हो कृष्ण बाला घोलेनीको यो चाला 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 हे भगवान क्या हो कृष्ण बाला घोलेनीको यो चाला 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 हरे। अवश्य पनि भगवानप्रति भक्तिभाव साथ यहाँहरू आफ्नो गृहमा प्रवेश गर्नुहुनेछ। यहाँहरूको सबै भक्तजनहरूको जय जय होस्, हामी यही कामना गर्छौँ। र म गुरुदेवलाई मञ्चमा पालिदिनु हुन म निवेदन गर्न चाहन्छु र पण्डित सुबेदार झमलाल अर्यालज्यूलाई विदाईका लागि अन्तिम माला समर्पण गरिदिनु हुन निवेदन गर्दछु। लोक परलोक सुख शान्ति समृद्धि प्राप्त होस्, हामी यही शुभकामना यहाँहरू सबैमा समर्पण गर्दै बिदा हुन्छु। अस्तु समर्पणम, अस्तु सर्वमङ्गलम। जय होस्।